होटल या रेस्टुरेन्टमा पनिर टिक्का मसला कसरी बनाइन्छ त साथीहरू आउनुहोस् हेरौँ। पनिर टिक्का मसला बनाउनको लागि सबैभन्दा पहिला दही अति आवश्यक हुन्छ। दहीमा भएको पानी सबै निकाल्नु पर्नेछ। अब तपाईले मसला हाल्नु पर्नेछ। स्वाद अनुसारको ब्ल्याक साल्ट, जिन्जर पाउडर, ड्राई म्याङ्गो र थोरै मात्रामा टाटा सल्ट, धनिया पाउडर, रेड चिल्ली पाउडर, कस्तुरी मेथी, जिन्जर गार्लिक पेस्ट, मस्टर्ड ऑयल, येल्लो कलर। अब तपाईले सबै मरमसला हालिसकेपछि त्यसलाई राम्रोसँग मिक्स गर्नुहोस्। मजाले मरमसला मिक्स भइसकेपछि तपाईको पनिर टिक्का मसला रेडी भइसकेको छ। आजको लागि मेरो सानो भ्लग यति नै साथीहरू। कस्तो लाग्यो भिडियो कमेन्ट गर्न नबिर्सिनुहोला। अब मिल्ने छु अर्को नयाँ भिडियोमा।